वेलकम गाइज माई न्यू भिडियो। आज चाहिँ हामी बाख्रालाई घाँस काट्न आएको छौँ है। म चाहिँ ब्याचलरको इक्जाम दिनको लागि घर आएको थिएँ अनि आज चाहिँ ग्याप छ। हिजो इक्जाम भयो, आज ग्याप, भोलि इक्जाम हुन्छ। अनि आज चाहिँ हामी बाख्रा चराउनलाई, बाख्रालाई घाँस काट्नलाई आएको थियौँ। आज मेरो मिसेस हुनुहुन्छ यहाँ है। अनि मैले यहाँ यो रुखको घाँस पुरै झारेको, लगभग 2 भारी जति भएछ यहाँ। अनि भुइँको पनि घाँस काटेको है। 2 भारी घाँस, 1 भारी यहाँ है, 1 भारी उता छ। मेरो बुढीलाई सानो भारी, धेरै बोक्न सक्दिनँ अरे। अनि मलाई चाहिँ यहाँ छ है। बाख्रा उ तल छ हौ, देख्नु भएको छ कि छैन? बाख्रा त्यहाँ चरिरह। अनि अब चाहिँ भारी पुग्यो, अब टक्क घर जाने, खाना खाने अनि नुहाउने अनि टक्क एकछिन रेस्ट गर्ने। त्यसपछिको कार्य चाहिँ के हुन्छ अहिले घर गएपछि थाहा हुन्छ है। यसलाई चाहिँ, यो बुट्टोलाई चाहिँ हाम्रोतिर करम भन्छ यसलाई। तपाईहरुकोतिर के भन्छ? यो यस्तो घाँस पाउँछ कि पाउँदैन तपाईहरुकोतिर? यस्तो यसलाई चाहिँ हाम्रोतिर करम भन्छ यसलाई। बाख्राले पनि खान्छ मजाले। ए बाख्रा आइज ल, आइज ल, ल। 11 वटा बाख्रा छ, 2टा चाहिँ बोका छन्, यत्रो ठुल्ठुलो हो। अरू बाख्रा 4 वटा सानो पाठा छ। अनि मलाई चाहिँ बाख्रा चाहिँ लास्टै मनपर्छ क्या। सानै उमेरदेखि नै मैले आफैले किनेर पालेको थिएँ। तर अहिले चाहिँ यहाँ छैन बाख्रा, सबै मेरो जति अस्ति बेचिसक्नु भएको छ मम्मीले। मेरो चाहिँ केही पनि छैन अब यहाँ। मेरो भन्नाले मैले किनेको बाख्राको पाठाहरू अहिले सानैमा, कति 10-11 वर्ष भयो होला, म 12-13 वर्षको हुँदाखेरि मैले आफैले 1700 मा किनेर ल्याएको बाख्रा थियो एउटा। अनि अस्ति कति 3-4 महिना भयो होला बेचेको। सबै बोकाहरू, खसीहरू भएको थियो। अनि त्यसको पाठीहरू पनि थियो। अनि सबै बेचिदिएको त्यो चाहिँ। अनि अब चाहिँ 11 वटा छ बाख्रा। यसो आएको बेलामा घाँस काटिदिन्छु म चाहिँ। घाँसहरू काट्न मलाई एकदम जाँगर लाग्छ क्या। अनि भुइँसी पनि छ घरमा, 2टा, एउटा ठुलो भुइँसी, एउटा त्यसको छोरी, अनि त्यसको फेरि अर्की कान्छी छोरी छ। अनि हामी चाहिँ अब घर जानुपर्छ एकछिनमा, 11 बज्न लागिसकेको छ। यस्तै छ गाइज, गाउँले जीवन रमाइलो छ। सहर बजारमा बसेर त्यो दुनियाँ गर्नुभन्दा गाउँमा आनन्द छ। मिठो हावा आउँछ, शीतल छ, रमाइलो हुन्छ है। मलाई चाहिँ गाउँमै रमाइलो लाग्छ एकदम। कति मान्छेहरूलाई त अब पाखे भन्लान् होइन, भन्न चाहिँ, तर पाखे नै भने पनि जे भने पनि मलाई चाहिँ गाउँ नै रमाइलो लाग्छ एकदमै है। ल साथीहरू, यस्तै भिडियोहरू हेर्नको लागि मेरो च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै आजको भिडियो चाहिँ यति नै हो। बाई बाई।